हेलो साथीहरु, आज पनि फेरि म अर्को भिडियो लिएर आइसकेको छु। आज चाहिँ म नेपाली मुभी परालको आगोको ट्रिजरलाई रियाक्ट गर्दैछु। यो मुभीको ट्रिजर आएको चाहिँ लगभग 12-13 दिन भइसकेको छ। तर पनि अस्ति मैले बिचमा अलिकति स्वास्थ्य समस्याको कारणले गर्दाखेरि चाहिँ भिडियो बनाउन पाएको थिइनँ। आज 12 दिन पछि भए पनि परालको आगोलाई को ट्रिजरलाई रियाक्ट गर्दैछु। हेरौँ ट्रिजर कस्तो छ। प्रकाश सपुत सुहाना थापा चाँडै घर आइज भनेको दिनभरि उतै लठारेर बसिस्। तँलाई राख, मेरो घरमा एकछिन पनि नबस। जान त्यस्ता बाबु आमा दादा फुटेर कस्ताको छैन सुपे त जस्तो कङ्गाली मोरा कि जोइ भएर बस्नु त डुबेर मर्नु साथी मर्नु त जा। खुब आफ्नो बाबुआमा त धनाटे छन् भने सोचेकी छेस्। गाउँलेको हल्लो नजति साँझ बिहान खान पुग्दैन। बाइतेको धान भाइ यस्तो मार्छौ क्या हो आफ्नै स्वास्नीलाई? मारे मेरो स्वास्नीलाई मार्छु। अर्काको लोग्ने स्वास्नीको बिचमा नपरेकै राम्रो। यसलाई त आज मर्छु। आफ्नै जीवन साथीलाई पशु जसरी कुट्छन् कसैले? आफू त खुब कतिलो भए जस्तो। तिमीलाई जान मार। यो मुभीको ट्रिजर हेर्दाखेरि मैले खासै त्यस्तो केही पनि अहिलेसम्म बुझेको छैन। अब हेरौँ। मुभीको ट्रिजर यति नै छ। अहिले खासै मैले यो मुभीको ट्रिजर अथवा मुभीको स्टोरी केमा सम्बन्धित छ भन्ने कुरो अलिकति बुझिनँ। अलिकति गाउँको परिवेशमा अनि नेपाली समाजमा हुने एउटा पुरुष र महिलाको भिन्नतालाई असमानतालाई देखाउँछ जस्तो लाग्छ मलाई मुभीले। सुगात मल्ल, सुहाना थापा अनि प्रकाश सपुतको लिड क्यारेक्टर छ यसमा। मलाई त्यस्तै लाग्यो। अघि स्टोरीहरू त्यस्तो अब खासै त ट्रिजरमा बुझिएन। त्यही पनि मलाई त्यही समाजको, हाम्रो नेपाली समाजको हुन्छ नि एउटा नारी र पुरुष बिचको असमानता नै हो जस्तो लाग्छ मुभीको स्टोरी। अनि अघि डाइलगको क्रममा हाम्रो सुगात मल्ललाई ज्यान मारा भन्ने एउटा कुरा बात लागेको छ। त्यो कुरा के हो, त्यसले अलिकति सेन्टिमेन्टल बनाउँछ हाम्रो क्यारेक्टरलाई। हाम्रो क्यारेक्टर भन्नाले हाम्रो सुगात मल्ललाई। हेरौँ अब यसको ट्रेलरमा अलिकति छर्लङ्ग हुन्छ कि यसको स्टोरी भन्ने लाग्छ मलाई। भन्दै तपाईहरुलाई मेरो भिडियो के कस्तो लाग्छ आफ्नो सल्लाह सुझाव प्रतिक्रिया कमेन्टमा दिनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला र भिडियोलाई अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद भन्दै भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।